स्वागत छ साथीहरु, हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरु सामु नयाँ भिडियो लिएर आएको छु। आज भने नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चाहिँ आफ्नो राइट शेयर चाहिँ नेप्सेमा लिस्टिङ गरेको छ र यसैको बारेमा हामी कुरा गर्नेछौँ। त्यो भन्दा पहिला चाहिँ कम्पनीको बारेमा थोरै परिचयबाट सुरु गरौँ। कम्पनी चाहिँ लाइफ इन्स्योरेन्स सेक्टर अन्तर्गत पर्ने कम्पनी रहेको छ भने यो कम्पनी नेप्सेमा सन् 1998 3 महिना 30 तारिखमा चाहिँ लिस्टिङ भएको थियो र यसको टोटल लिस्टेड शेयरको कुरा गर्दाखेरि चाहिँ कम्पनीको शेयर चाहिँ नेप्सेमा 2,69,15,325 किता चाहिँ यसको नेप्सेमा टोटल लिस्टेड भएको छ भने यसको पब्लिक तर्फ चाहिँ 1,07,66,130 किता पब्लिक शेयर रहेको छ भने प्रमोटर शेयर तर्फ 1,61,49,195 किता रहेको छ भने त्यस्तै अब कम्पनीको शेयर अहिलेसम्मको हाई र लो प्राइसको कुरा गर्दाखेरि अहिलेसम्मकै हाईमा चाहिँ कम्पनीको शेयर 2300 पर कितासम्म पुगेको थियो जुन 2016 11 महिना 7 तारिखमा भने अहिलेसम्मकै लो प्राइसको कुरा गर्दाखेरि कम्पनी चाहिँ 100 पर कितासम्म आएको थियो जुन 2012 8 महिना 28 तारिखमा चाहिँ यो कम्पनीको शेयर अल टाइम लो प्राइसमा झरेको थियो भने र यसको लास्ट ट्रान्ज्याक्सनको प्राइस कुरा गर्दाखेरि अहिलेको एलटिपी चाहिँ यसको 692.91 पैसा रहेको छ। त्यस्तै अब क्वार्टर 3 को रिपोर्ट अनुसार यसको विवरण हेर्दाखेरि चाहिँ यसको इपीएस 24.47 पैसा रहेको छ भने पी रेशियो 28.32 पैसा रहेको छ, बुक भ्यालु 267.4 पैसा रहेको छ भने पीबीबी 2.59 रहेको छ। यसरी फन्डामेन्टल रूपमा हेर्दाखेरि चाहिँ कम्पनीको इपीएस पी रेशियोको आधारमा त्यस्तै बुक भ्यालुको आधारमा पीबीबीको आधारमा हेर्दाखेरि चाहिँ कम्पनीको अहिलेको शेयर प्राइस निकै नै सस्तो भएको र राम्रो भएको मान्न सकिन्छ र फन्डामेन्टल रूपमा कम्पनी राम्रो पनि छ किन भन्दा इपीएस नै 24.47 पैसा रहेको छ। त्यस्तै यो कम्पनीलाई मार्केट क्यापको आधारमा हेर्दाखेरि चाहिँ यो मिड क्याप अन्तर्गत पर्ने कम्पनी रहेको छ र बोनस शेयर तर्फ हेर्दाखेरि कम्पनीले 2007 सालदेखि 2081 सालसम्म चाहिँ बोनस शेयर दिँदै आएको छ जसले 5% देखि 20% सम्म चाहिँ बोनस शेयर दिएको पाइन्छ भने त्यस्तै राइट शेयर तर्फको कुरा गर्दाखेरि राइट शेयर तर्फ भने कम्पनीले लगातार अहिलेसम्म 4 पटक राइट शेयर निष्कासन गरेको छ। हुन त अब यो कम्पनी 1998 मा लिस्टिङ भएको कम्पनी हो, त्यो कारणले गर्दाखेरि पनि निकै पुरानो कम्पनी हो र कम्पनीले पहिलेदेखि नै राइट शेयर निष्कासन गर्दै आएको भएर अहिलेसम्म चाहिँ कम्पनीले 4 पटक राइट शेयर निष्कासन गरेको छ। अब ब्रोकर होल्डिङ तर्फको कुरा गर्दाखेरि टप 3 ब्रोकर होल्डिङ अहिलेसम्म यो कम्पनीको शेयर सबैभन्दा धेरै होल्ड गर्ने टप 3 ब्रोकर होल्डिङबाट हेर्दाखेरि ब्रोकर नम्बर 6 ले 62,000 किता होल्ड गरेको छ भने ब्रोकर नम्बर 34 ले 49,000 किता होल्ड गरेको छ भने ब्रोकर नम्बर 65 ले चाहिँ 35,000 किता होल्ड गरेको देखिन्छ। तर ब्रोकर होल्डिङ भने खासै धेरै भएको देखिँदैन। त्यस्तै म्युचुअल फन्ड तर्फ हेर्दाखेरि म्युचुअल फन्डले भने 11,63,000 किता चाहिँ होल्ड गरेको देखिन्छ। सो म्युचुअल फन्डले भने धेरै होल्ड गरेको छ यो कम्पनीको शेयर। जस्तो म्युचुअल फन्डले 11,63,000 रुपैयाँ किता चाहिँ होल्ड गर्नु भनेको यो सामान्य कुरा हैन, यो निकै एकदम ठुलो कुरा हो किन भन्दाखेरि म्युचुअल फन्डहरूले प्राय कम्पनीहरूलाई होल्ड गर्दैनन् र कम्पनीले चाहिँ अब अहिले तत्काल निष्कासन गरेको राइट शेयरको बारेमा कुरा गरौँ जुन नेप्सेमा लिस्टिङ भएको कम्पनीले चाहिँ निष्कासन गरेको थियो 1:0.25 भनेको मतलब 100 किता हुने लगानीकर्ताहरूले चाहिँ 25 किता चाहिँ यो कम्पनीको राइट शेयर भर्न पाउने थिए। यसरी चाहिँ यसले राइट शेयर निष्कासन गरेको थियो जुन नेप्सेमा यो कम्पनीको शेयर चाहिँ लिस्टिङ भइसकेको छ भने अब कहिलेदेखि कारोबार गर्न मिल्छ भन्दाखेरि चाहिँ अब आउने आइतबारदेखि चाहिँ यो कम्पनीको शेयर चाहिँ तपाईहरुले कारोबार गर्न पाउनुहुनेछ र कति किता चाहिँ लिस्टिङ भयो नेप्सेमा भन्दाखेरि चाहिँ यो कम्पनीको शेयर चाहिँ 50 लाख किता चाहिँ नेप्सेमा लिस्टिङ भएको छ र तपाईहरुको मेरो शेयरमा गएर तपाईहरुले हेर्नुस् तपाईहरुको चाहिँ राइट शेयर भरेका जति पनि हुनुहुन्थ्यो तपाईहरुले नेको इन्स्योरेन्स कम्पनीको राइट शेयर जति जना पनि लगानीकर्ताहरूले चाहिँ एप्लाई गर्नु भएको थियो तपाईहरुको खातामा आएको छ छैन चेक गरेर मात्रै कारोबार गर्नु होला र यो कम्पनीको शेयर अब तपाईहरुले आइतबारदेखि चाहिँ नेप्सेमा कारोबार गर्न पाउनुहुनेछ। अब कम्पनीको शेयर होल्ड गर्ने कि सोल्ड गर्ने हामी यसको बारेमा कुरा गरौँ। आइतबार चाहिँ केही सेलिङ प्रेसर आउन सक्ने सम्भावना देखिन्छ किन भन्दाखेरि मात्र रु 100 रुपैयाँको लगानीमा यो कम्पनीको शेयर चाहिँ राइट शेयर भरेका लगानीकर्ताहरूले अहिलेको मार्केट प्राइस 692 को रेटमा सेल गर्न पाउँदाखेरि चाहिँ केही सेलिङ प्रेसर आउने छ। त्यस्तै अब लङ टाइमको लागि चाहिँ बाई गर्नेहरूले चाहिँ केही समय वेट गर्नु होला। जस्तो अब कम्पनीको शेयरलाई 5 वर्ष 10 वर्षसम्म होल्ड गर्ने लगानीकर्ताहरूले त्यस्तो समयको लागि बाई गर्न चाहने लगानीकर्ताहरूले चाहिँ अहिले तत्काल चाहिँ बाई नगर्नु होला। केही समय यो जुन 50 लाख किताको सेलिङ प्रेसर कति आउँछ यो हेरेर मात्रै तपाईहरुले लङ टाइमको लागि बाई गर्नु होला। त्यस्तै अब सर्ट टाइमको लागि बाई गर्नेहरूले भने यो सप्लाई सकिए पछाडि बाई गर्न सक्नुहुन्छ यदि कम्पनीको शेयरमा थोरै त सप्लाई पक्कै पनि आउँछ किन भन्दाखेरि 50 लाख किता त्यहाँ नेप्सेमा लिस्टिङ भएको कारणले गर्दाखेरि लगानीकर्ताहरूले प्रॉफिट बुक गर्ने खोज्छन्। यो कारणले गर्दाखेरि केही सप्लाई आउने छ त्यो कारणले गर्दाखेरि
सर्ट टाइमको लागि बाई गर्नेहरूले पनि सप्लाई सके पछाडि मात्र बाई गर्नु होला। र अब कुरा गरौँ अर्को कम्पनी। धेरैजना साथीहरूले चाहिँ यो टिपिसी कम्पनीको बारेमा अझै पनि बुझ्नु भएको छैन र मलाई चाहिँ कमेन्ट गर्नुभएको थियो। म उहाँहरूकै कमेन्टलाई लिएर आएको छु। सागर सरले लेख्नु भएको थियो तेह्रथुम पावरको बारेमा एउटा भिडियो बनाउनु न भनेर लेख्नु भएको थियो। त्यस्तै अभिषेक कुमार सरले लेख्नु भएको छ म तेह्रथुम हाइड्रो पावर कम्पनीको राइट सेयर किन्नेको थिएँ, यो भर्न मिल्छ र भन्नु त भनेर लेख्नु भएको थियो। उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ राइट सेयर किनेको थिएँ। कम्पनीको राइट सेयर तपाईँले अब किन्ने हो, तपाईँले कहिले किन्नु भयो मैले बुझिनँ होइन। तपाईँले जुन कमेन्ट गर्नुभएको थियो तपाईँकै कमेन्टलाई चाहिँ मैले लिएर धेरैजना झुक्किनु भएको छ। यो कारणले गर्दाखेरि मैले यो टिपिसी कम्पनी तेह्रथुमको बारेमा चाहिँ यो भिडियो लिएर आएको छु। सुरु गरौँ। टिपिसी कम्पनीले चाहिँ 1:1 को रेटमा चाहिँ यसले राइट सेयर निष्कासन गर्दैछ। जुन कम्पनीले गएको जेठ 5 गते चाहिँ बुक क्लोज गरेको थियो, तसर्थ जेठको 4 गतेसम्म चाहिँ कायम सेयर धनीले मात्रै यो कम्पनीको राइट सेयर भर्न पाउनुहुनेछ। र कम्पनीले चाहिँ 1:1 को रेटमा चाहिँ राइट सेयर निष्कासन गर्दैछ भन्नाको मतलब जेठको 4 गतेसम्म यो कम्पनीको राइट सेयर खानका लागि जो पनि लगानीकर्ताहरूले जेठको 4 गतेसम्म यो कम्पनीको सेयर किन्नु भएको थियो उहाँहरूले मात्रै यो कम्पनीको राइट सेयर भर्न पाउनुहुन्छ। यदि तपाईँहरूले गएको जेठको 4 गतेसम्म यो कम्पनीको सेयर होल्ड गर्नुभएको छ अथवा पहिलेबाट तपाईँहरूसँग थियो र तपाईँहरूले जेठको 4 गतेसम्म राख्नुभएको थियो, त्यस पछाडि तपाईँले जेठको 5 गते अथवा 6 गते 7 गते सेल गर्नुभएको छ भने पनि तपाईँहरूले राइट सेयर भर्न पाउनुहुन्छ। तर जेठको 4 गते बेच्नेहरूले चाहिँ पाउनु हुँदैन। तपाईँहरू नझुक्किनु होला, तपाईँहरू क्लियर हुनु होला। जस्तो जेठको 4 गतेसम्म राख्नेहरूले मात्रै यो कम्पनीको राइट सेयर भर्न पाइनेछ। त्यस्तै अब 1:1 को रेटमा चाहिँ यो कम्पनीको चाहिँ राइट सेयरले 40 लाख किता चाहिँ निष्कासन गर्दैछ। र कहिलेदेखि राइट सेयर भर्न पाइन्छ भन्दा अब आउने असारको 16 गतेदेखि साउनको 4 गतेसम्म तपाईँहरूले मेरो सेयरको एपमा आउनेछ यो कम्पनीको राइट सेयर। तपाईँहरूले रु 100 रुपियाँको दरमा चाहिँ भर्न पाउनुहुनेछ। अब तपाईँहरूसँग कति किता छ, जस्तो 10 किता छ भने तपाईँले 10 किता रु 100 रुपियाँ 1000 लगानी लाग्यो, त्यसरी भर्न पाउनुहुन्छ। र अशोक कुमार सर तपाईँ फेरि पनि नजिकिनु होला, म टिपिसीको राइट सेयर किनेको थिएँ, यो भर्न मिल्छ र भन्नु त भन्नुभएको थियो नि। तपाईँले टिपिसीको राइट सेयर अब भर्ने हो कि यदि तपाईँले जेठको 4 गते किन्नुभएको थियो नि, अब असारको 16 गतेदेखि तपाईँहरूले साउनको 4 गतेसम्म यो कम्पनीको राइट सेयर भर्न पाउनुहुनेछ। क्लियर हुनुभयो नि। र यदि तपाईँहरूले राइट सेयरको लागि लिनुभएको थियो भने चाहिँ तपाईँहरूले आफ्नो मौका नगुमाउनु होला, भर्नु होला, सबैले भर्नुपर्छ होइन। त्यस्तै सागर सरले पनि तेह्रथुमको बारेमा एउटा भिडियो बनाउनु न भन्नुभएको थियो, मैले बनाएर ल्याइसकेको छु सर। अब पनि केही कुराहरू तपाईँहरूले बुझ्नु भएको छैन भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला र सजिलो ज्ञान युट्युब च्यानललाई हेर्दै गर्नु होला। हामी तपाईँहरूकै कमेन्टलाई लिएर आउनेछौँ। हस्त साथीहरू आजको भिडियोमा यति नै। भिडियो मन परेमा एक लाइक एन्ड सब्सक्राइब गर्नु होला। विकास हाइड्रो पावरको चाहिँ तपाईँहरूले आइपिओ भर्नुभएको छैन भने लोकल बासिन्दाहरूले वैदेशिक रोजगारमा गएका दाजुभाइहरूले चाहिँ विकास हाइड्रो पावरलाई पनि भर्नु होला।